सबैभन्दा सानो सङ्ख्यामा गोलो घेरा लगाउनुहोस् हैन। त्यहाँ हेर त 1 2 3 4 लेखेको छ हैन। अब यी चारवटा अङ्कहरूमा सबभन्दा सानो अङ्क कुन होला? हैन 1 2 3 4 सबसे छोट सानो सानो कुन हो? राम्रोसँग है 1 2 3 4 4 सम्म लेखेको छु हैन। 1 मा एउटा आँप, 2 मा दुईटा आँप, 3 मा तीनवटा आँप, 4 मा चारवटा आँप। सबभन्दा कम आँप कुनमा छ? त सानो कुन भयो? 1 भयो, 1 भयो हैन। सबभन्दा बढी आँप कुनमा छ? हेर त 4 मा। त्यसो भए 4 के छ त? ठुलो छ। 4 के छ? ठुलो छ। हो त्यसै गरी यो 3 4 5 मैले 1 मा लगाएको छु त्यसमा हैन। अब 3 4 5 मा हेर त सबभन्दा सानो कुन छ त? जाऊ भाइ तिमी जाऊ गोलो घेरा लगाऊ। जाऊ त हेर। ल 3 4 5 मा कुन सानो छ? हो त त्यसो गोलो घेरा लगाऊ त्यहाँ। हो ल भइगयो नि ल। ल 4 5 6 यसमा हेर त सबभन्दा सानो कुन होला भन त? 4 हो। ल 4 मा लगाऊ त्यसो भए। हो ल अब तिमीले सर्कल लाउन सकेनौ ठिक छ। त्यहाँ 5 एकछिन ल त्यहाँ हेर त भाइ बहिनी एकछिन के भयो? ल त्यहाँ हेर त 5 6 7 सबभन्दा सानो कुन छ? 5 कि 6 कि 7 कुन हो? हो त लगाऊ त्यसो 5 मा। हो पुगेन भने टिक लाउँदा हुन्छ। ल ठिक छ है। ल 6 7 8 त्यसमा कुन सानो छ हेर त? सानो कुन छ? त्यो सानो छ? सानो कुन छ? 6 कि 7 कि 8? 6 मा हेर त 6 वटा डल्लो छ, 7 मा 7 वटा छ, 8 मा डल्लो 8 वटा छ। अब कुन चाहिँ सानो? सब कुनमा छ? हो त लगाऊ त्यसमा। किनकि त्यसमा 6 वटा आँप मात्रै छ हैन। त्यसकारण 6 के भयो त? सानो भयो। ल लक्ष्मी 7 8 9 लेखेको छ हैन। 7 मा 7 वटा आँप, 8 मा 8 वटा आँप, 9 मा 9 वटा आँप। अब सबैभन्दा सानो कुन छ? हो सर्कल गरिदेऊ त्यसलाई। सर्कल गरिदेऊ, गोलो घेरा लगाइदेऊ त्यसलाई। तिमी त पुग्छौ होला। त्यसलाई गोलो घेरा लगाऊ। लगाऊ। गुड। ल 8 9 10 मा कुन चाहिँ सबभन्दा कम छ हेर त? कुन छ? लगाऊ माथि लगाऊ त्यसो सर्कल लगाऊ। हो राम्रोसँग लगाऊ। हो त्यो कति लेखा छ भन त? कति लेखा छ त्यहाँ? हो ल गुड। ल त्यहाँ 9 10 11 छ। त्यसमा हेर त कुन सबभन्दा सानो छ? हो लगाऊ त्यसो भए। ल ल धन्यवाद। ल कति राम्रो गर्यो नि त। ल